नमस्ते साथीहरू, स्वागत छ मेरो नयाँ भिडियोमा। आज म तपाईहरूलाई पूर्व नेपालको उदयपुर जिल्लामा रहेको एउटा यस्तो पवित्र र रहस्यमय ठाउँमा लैजाँदैछु जहाँ विज्ञान पनि अचम्ममा पर्छ। भनिन्छ यहाँको पोखरीमा पात खस्यो भने चराले टिपेर फालिदिन्छन्। हो, आज हामी जाँदैछौँ रौतामाई मन्दिर। हाम्रो यात्रा सुरु हुन्छ उदयपुरको सदरमुकाम गाईघाटबाट। यहाँबाट करिब 40 देखि 50 किलोमिटरको उकालो र रमाइलो पहाडी बाटो पार गरेपछि हामी पुग्नेछौँ समुद्री सतहबाट करिब 1700 मिटरको उचाइमा रहेको रौतामाई गाउँपालिकामा। बाटो अलिकति कच्ची भए पनि यहाँको प्राकृतिक सुन्दरताले सबै थकान बिर्साइदिन्छ। अन्ततः हामी रौता पोखरी आइपुग्यौँ। यो हेर्नुहोस्, घना जङ्गलको बीचमा रहेको यो शान्त पोखरी। तर यसको कथा एकदमै रोचक छ। किम्वदन्ती अनुसार धेरै वर्ष पहिले रुम्जाटारका भुजुङ गुरुङ नामका गोठाला यहाँ भेडा चराउन आएका थिए। एक दिन उनका सयौं भेडाहरू अचानक हराए। धेरै खोज्दा पनि नभेटिएपछि उनी निराश भएर सुते। सपनामा रौता भगवतीले दर्शन दिएर भनिन्, तिम्रा भेडा मैले राखेकी छु, यहाँ मेरो मन्दिर बनाएर पूजा गर्यौं भने फिर्ता पाउनेछौ। नभन्दै भोलिपल्ट उनले सपनामा देखेको ठाउँमा पूजा गरेपछि भेडाहरू सकुशल फर्किए। त्यसै बेलादेखि यहाँ पूजा गर्ने परम्परा सुरु भयो। यो पोखरीको सबैभन्दा ठूलो विशेषता भनेको यसको सरसफाइ हो। वरिपरि यति धेरै रुखहरू छन् तर पोखरीको पानीमा एउटा पनि पात देखिँदैन। स्थानीय मानिसहरू भन्छन् कि यहाँ पात खस्नासाथ चराहरू आएर चुच्चोले टिपेर बाहिर फालिदिन्छन्। यो साँच्चै नै दैवीय शक्ति हो वा प्रकृतिको चमत्कार, यो आफैमा एउटा रहस्य छ। यहाँबाट उत्तरतर्फ हेर्दा सगरमाथा लगायतका हिम श्रृङ्खलाहरू र दक्षिणतर्फ तराईका फाँटहरू स्पष्ट देखिन्छन्। यहाँ भाकल गर्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ। साथीहरू, प्रकृति, धर्म र रहस्यको यो सङ्गम रौतामाई तपाईँले जीवनमा एकपटक घुम्नै पर्ने ठाउँ हो। यदि तपाईँ उदयसम्म पुग्ने बाटो नै आफैमा एउटा रोमाञ्चक यात्रा हो। यो मन्दिर पहाडको जिल्ला ठाउँको नाम जस्तै राउता डाँडामा अवस्थित छ। हामी अहिले उकालो चढिरहेका छौँ र वरपरको शान्त र हरियाली वातावरणले मनलाई एकदमै आनन्द दिइरहेको छ। तपाईहरू हेर्न सक्नुहुन्छ यहाँबाट वरपरका पहाडहरूको दृश्य कति मनमोहक देखिन्छ। यस्तो लाग्छ माताले हामीलाई प्रकृतिको काखमा राखेर आशीर्वाद दिइरहनु भएको छ। मन्दिरको मुख्य ढोका, गुम्बज र मूर्तिको नजिकको दृश्यमा हामी आइपुग्यौँ श्री रौतामाई मन्दिरको प्राङ्गणमा। धार्मिक कथा, यहाँका स्थानीयहरूका अनुसार यो मन्दिर देवी दुर्गाको रूपमा पुजिन्छ। किम्वदन्ती अनुसार यहाँ माता सतीदेवीको शरीरको कुनै अंश पतन भएको विश्वास गरिन्छ, त्यसैले यसलाई शक्तिपीठको रूपमा पनि चिनिन्छ। यहाँ भाकल गरेर पूजा गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने गहिरो विश्वास छ। मन्दिरको निर्माण शैली नेपाली परम्परागत प्यागोडा शैलीको छ। मन्दिर वरपर तपाईहरूले पुराना घण्टाहरू र त्रिशूलहरू देख्न सक्नुहुन्छ, जसले यसको धार्मिक महत्त्वलाई अझ बढाएको छ। विशेष पर्वहरू, विशेष गरी दशैं र चैते दशैंमा यहाँ ठूलो मेला लाग्छ र भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। अहिले म मन्दिरभित्र दर्शन गरेर बाहिर निस्किसकेको छु। माताको दर्शन गर्दा मनमा एक किसिमको शान्ति र सकारात्मक ऊर्जा महसुस भयो। यहाँको वातावरण एकदमै पवित्र र आध्यात्मिक छ। यदि तपाईहरू कहिले उदयपुर आउनुभयो भने एकपटक मनैदेखि दर्शन गर्न यहाँ आउन म तपाईहरूलाई आग्रह गर्दछु। त साथीहरू, आजको हाम्रो रौतामाई मन्दिरको धार्मिक यात्रा यही समाप्त हुन्छ। मलाई आशा छ तपाईहरूलाई यो ब्लग मन पर्यो होला। यो ठाउँ धर्म, प्रकृति र शान्तिको एक अनुपम सङ्गम हो। तपाईहरूलाई यो ब्लग कस्तो लाग्यो? तल कमेन्ट गरेर आफ्नो अनुभव र विचारहरू लेख्न नबिर्सनुहोला। अर्को ब्लगमा फेरि भेटौँला। तबसम्म स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् र यात्रा गरिरहनुहोस्। जय रौतामाई।